हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई एनदर ब्लग। म चाहिँ आज हजुरहरूको लागि भनेर मिठो 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 आँपको अचार, खट्टी मिठी अचार बनाउँदैछु है त। हजुरहरूले भिडियो मन पर्यो भने सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला। अनि म अब चाहिँ धारामा आँप लिएर आइसकेँ। अब खलखली पखाल्छु। यो आँपलाई चाहिँ सबै आँपलाई पखाल्छु। अनि यो आँप चाहिँ निकै दिन भइसक्यो टिपेको, अनि धेरै दिन भइसकेको थियो, पहेँलो पहेँलो भइसकेको थियो। तर पनि म बनाउन चाहिँ नछोड्नेवाला छैन है त। र म यो आँपलाई पखाल्दैछु। अब यो आँप मैले पखाली पनि सक्न आँटेँ है त। अनि त्यसपछि फाइनली आँप पनि पखालिसकेँ। अब म यो आँपलाई चाहिँ भित्र लगेर जान्छु। अब यहाँ राख्छु। अनि त्यसपछि अब यसलाई चाहिँ तास्नुपर्ने हुन्छ है त। तास्नुपर्ने हुन्छ। मैले यो आँप चाहिँ सबै तास्छु अब यसरी नै। अनि आँप चाहिँ के अरे अस्ति टिपेको भएर निकै दिन भयो टिपेको भएर चाहिँ पहेँलो पहेँलो भइसकेको थियो। तर पनि खट्टी मिठी अचारको लागि हुन्छ भनेर चाहिँ अनि बनाउन लागेको हो। अनि भाइले तास्दैछ, मैले तासेँ, निकै थियो नि त। अनि त्यसपछि भाइले तास्दैछ। अब भाइ तासिरहेको छ। अब मैले फाइनली तासिसकेँ। यस्तो बनाएँ। अब मैले चाहिँ काट्नुपर्ने हुन्छ। हजुरहरूले पनि यसरी नै आफ्नो आफ्नो साइजमा काट्नु होला। म चाहिँ यसरी नै गर्छु है त। हजुरहरूले कसरी बनाउनुहुन्छ भन्नु ल। अनि यो चाहिँ अब म सबै आँप काटिसक्नुपर्ने हुन्छ। हजुरहरूले आफ्नो साइजमा कस्तो मनपर्छ त्यसरी नै काट्नु होला। अनि यो काटिसक्छु म फाइनली। यो काटिसकेँ। अब म चाहिँ पकाउनु छु है त। ल कराई बसालेँ। अब तेल हालेँ। यो चाहिँ तोरीको तेल हो, त्यही भएर यस्तो छ। अलिक बाक्लो हुन्छ नि त तोरीको तेल। अनि आफूले के पुऱ्याउने त्यो सबै लगाउने, खोर्सानी सोर्सानी मसला ससला हजुरहरूले के लाउनुहुन्छ लाउने। अनि मैले आँप लगाएँ। काटेको आँप चाहिँ मैले यो कराईमा सबै लगाउँछु। अब म यो सबै आँप लगाउने। अनि मैले चलाएँ। अनि त्यसपछि यो आँप चलाइसकेँ। बेसार लगाएँ। अनि त्यसपछि नुन लगाएँ। अब चाहिँ छोपिदिन्छु म। अनि एकछिन छोपिसकेपछि चाहिँ यो आँप यस्तो हुन्छ, 2-3-4 मिनटमा यस्तो भइहाल्छ। अनि मैले मसला लगाएँ। यो कलरको लागि रातो खोर्सानी लगाएँ। अनि यसलाई फेरि मैले मिक्स गरेँ, मजाले चलाएँ आँपलाई। अनि त्यसपछि एकछिन छोडिदिन्छु म। अब चिनी लगाएँ। चिनी चाहिँ आफ्नो स्वादअनुसार लगाउनु होला। मैले चाहिँ थोरै मात्रै लगाएको, मलाई चाहिँ धेरै गुलियो मन पर्दैन। त्यही भएर ठिक्क अमिलो गुलियो हल्का मात्रै ठिक लाग्छ। अनि त्यही भएर मैले थोरै मात्रै चिनी लगाएँ। अब यहाँ मजाले चलाएँ। फाइनली गाइस मेरो आँप पाकिसक्यो। चाहिँ मैले कागतीको अमिलो लगाएको हो, झोल बनाएर राखेको थियो। हजुरहरूले लगाउन नि सक्नुहुन्छ, नलगाउन नि सक्नुहुन्छ। अनि त्यसपछि मैले फाइनली मेरो अचार चाहिँ बनिसक्यो। यस्तो देखिएको छ, हेर्नु फाइनल लुक चाहिँ यस्तो भएको छ। कस्तो लाग्यो? वाउ, यति मिठो बास्ना छ, हर आएको छ। हेर्नु हजुरहरूलाई कस्तो लाग्यो, हेर्नुहोस् त। मेरो अचार चाहिँ यस्तो बनिसक्यो। यो अचार चाहिँ हजुरहरूले सिसाको बट्टामा राखेर 1-2-3 महिनासम्म पनि मजाले राखेर खान सक्नुहुन्छ, फ्रिजमा राखेर बिग्रिँदैन। अनि त्यसपछि बिग्रिँदैन। यो आँप चाहिँ मैले चाहिँ यति नै यसमै राखेको छु। सेलाएपछि यसलाई सिसामा राखेको छु। अनि यति मिठो भएको थियो कि अनि मैले अलिकति चाखेको होइन, यस्तो मिठो भएको थियो।